तर यो देशको प्रधानमन्त्री म भन्छु। एक बन्छु, दुई बन्छु, तीन बन्छु, यो देशको प्रधानमन्त्री म भन्छु है। यो नम्बरको आशिष मलाई दिनुहोस्। योभन्दा फेरि जानकारी भयो भने नभन्नु होला, त्यति मैले भन्न पाउनुपर्छ, किनभने यो देशको होइन नागरिक हो म र अवश्य पनि यो नम्बरको सन्तान पनि। त्यसो भन्दा म फेरि राजावादी हुँ भन्न खोजे होइन, चुनाव लडेर बन्ने हो है। त्यसोभन्दा फेरि घमण्डी भयो भन्न भन्नु होला, किनभने मलाई मेरो बाजे पुर्खाले यसरी नै बोल भनेर भनेको छ होइन। त्यसले गर्दा यो देशको प्रधानमन्त्री बन्न चाहन्छु म। दुःख लाग्यो, चुच्चो लाग्यो होला, जेसुकै लागोस्, यथार्थ कुरा भन्नुपर्छ। यहाँहरू सबैजनालाई फेरि पनि माया सम्झना व्यक्त गर्दै यहाँलाई तपाईँहरूले गर्नुभएको सम्मानप्रति हार्दिक आभार र कृतज्ञता धन्यवाद व्यक्त गर्दै सबैजनालाई धन्यवाद दिँदै मेरो धन्यवाद मन्तव्य, शुभकामना मन्तव्य